देऊ न डान्स ए तेरी केर जाँदा पनि यहाँ आएर फेरि एक्जिट गर्नुपर्छ यहाँ आएर एक्जिट गरेर मात्र जानु पाउँछौँ त्यो सम्झाएको एउटा जोक हान्न सम्झाएको जोक त त्यो कडा कडा बोल बालेर पोतेको बालेर पोते बालेर गोवा मन नहीं पता है तो कैसे करता है फिर भी तुम खाई नहीं खाना जैसा वीडियो करता है उसको बोला ना Okay, good morning. You can see the sunrise right there, over there. So अहिले चाहिँ म चाहिँ आमा छुबाट टाउन जाँदैछु होइन सबै केटाहरू चाहिँ उता टाउनमै छ सो म चाहिँ गएर तेल लाउनु पर्ने हुन्छ फर्स्ट विल fuel up the gas and then हामी त्यहाँ केटाहरूलाई भेटेर चाहिँ then we'll go from here, okay? So it's already 6:48. So हामी चाहिँ 7 मा त्यहाँ फुन्चुलिङबाट मुभ गर्ने भनेको थियो अब हेरौँ न कतिको हुन्छ कस्तो हुन्छ मतलब टाइम कतिमा भ्याउँछ गुड मर्निङ फ्रम फुन्चुलिङ आइ एम स्टिल वेटिङ अन द बोइज 7 मा जाने भनेको इट्स अलरेडी 7:30 पर्खिरहेको छु म चाहिँ यहाँ पहिलो एजुकेन्सी बाइक चाहिँ यहाँ छ कतिवटा 4टा बाइक छ अहिले यहाँ अन्त रविदाको चाहिँ आएको छैन रविदा माथि बस्छ नि त पासाका राइडर आएको यस्तो राइडर हुन्छ यहाँ भर्खर आउँदैछ कति 7 बजी जाने 8 बजिसक्यो ओ यस्तो के हो पारा एन्सर दिनु पर्यो यहाँ तातिसक्यो यहाँ Right, so finally we are starting now. On the first day, यहाँ तेल लाउन आएको थिएँ यहाँ छैन रहेछ रविदा तेल लाउन जान्छ फर्स्ट इन अगाडि इन फर्स्ट तेल लाएर त्यहाँदेखि चाहिँ हामी यहाँबाट इन्डिया छिर्नुपर्छ अम्मामामा बोय अब चाहिँ सबै उयो भयो के भन्छ अब सबै आइसकेको छ अब चाहिँ it's 8 AM in the morning right now अन्त अब चाहिँ फाइनली we are all set off अब चाहिँ हामी लागेको होइन फर्स्ट हामी भुटान गेट जान्छ त्यहाँबाट जयगाउँ छिर्छ विल सो अहिले चाहिँ यहाँ ट्याक्सी पार्किङबाट जाँदैछु यसरी बाइक के छ भने एउटा एभेन्जर छ होइन 2टा हिमालयन 2टा एक्सपल्स छ सो त्यति नै हो सो अहिले चाहिँ फुन्चुलिङ टाउनबाट Alright, we are about to approach the main gate आइपुग्नु अरे अब चाहिँ सो गेटमा चाहिँ 1 CPMS गर्नुपर्छ त्यहाँबाट चाहिँ लाग्नुपर्छ हैन वाह रातो चन्द्र सूर्य अब चाहिँ फ्ल्याग खोलेको डरले उयो हुन्छ लु अन्त अर्को उयो अलराइट सो हामी चाहिँ इन्डिया छिरिसक्यो होइन सो यहाँ चाहिँ बाटो बनाउँदो रहेछ अहिले वाइडनिङ गरेको रहेछ त्यसले गर्दाखेरि चाहिँ डेन्जर धुलो डेन्जर अफरोड भइरहेछ यहाँ अम्मा रविदा अब त कहाँ गयो नि त यहाँ नि धुलो घरीमा यो के भन्छ यो मङ्गलबार आइपुग्नु आँट्यो होला हामी सायद होइन बोय सो एउटा इन्डियन फ्ल्याग छ एउटा भुटानको होइन तेरो कुकुर त हेर्दैन त सो लास्ट इयर पनि म ठिक्कै यही टाइममा सिक्किम गएको थिएँ होइन आई थिङ्क सेम मन्थ होला हौ त्यतिखेर चाहिँ हामी एकदम अर्ली गएको थियो क्या 6 तिरै गएको थियो
सो आज चाहिँ 8 भयो होइन 2 आवर्स लेट ठिकै छ इट्स ओके लास्ट इयर चाहिँ R15 लिएर गएको थिएँ कि लाइक बोरिङ भयो राइड किनकि सुपर फर मी वाज सुपर हेक्टिक होइन अरू त अब हिमालयनहरू थियो ल ठिकै थियो नि त होइन मलाई चाहिँ एकदम हेक्टिक भएको थियो क्या लास्ट टाइम अहिले चाहिँ हामी निकै तल ओपन रोडमा आइपुग्यो माथि त पुरा डेन्जर बम्पर थियो कि बम्पर डेन्जर थियो अहिले चाहिँ ट्राफिक पनि हल्का ओपन भएको छ खुल्ला छ बट स्टिल देन अब जागिसक्यो क्या मान्छेहरू सबै सो या दे स्टार्टिङ द डे एन्ड सो आर वी सो हामी चाहिँ कति 35 अबाउट 30 किलोमिटर जस्तो भनौँ न 30 किलोमिटर जति कुदेको छ सो अगाडि टोल प्लाजा छ होइन अगाडि चाहिँ अगाडि माथि उयो छ बोर्ड छ यु क्यान सी हामी कहाँ छ जलपाइगुडी सिलगढी चाहिँ यहाँबाट 113 किलोमिटर छ अन्त कलकत्ता चाहिँ 600 किलोमिटर 668 वी आर स्टिल इन वेस्ट बेङ्गल जस मजा आउँदैछ and it's so straight the road is super straight and the केटाहरु यस्तो मजाले उडिरहेछ कि मजा आइरहेछ अब हामी त पुरा यस्तो रोडमा कुद्ने बानी भएर अब यस्तो मतलब प्लेन भेट्दा त के भन्नु अब यहाँ ट्रकहरूलाई ओभरटेक गर्दा गर्दा टायरको छेउछेउ ओभरटेक गर्दा गर्दा हत्तु भइसक्यो त के हो जग्गा नाम यो जग्गाको नाम यो पुग्दैन होइन पुग्छ यहाँबाट गयो नि यहाँबाट यो यहाँ आइपुग्दा म पहिला कन्फ्युज भएर म त उतै काटेको थिएँ कस्तो उहाँ घुमेर जाने यहाँबाट सिक्किम उता जान्छ यताबाट बिर हिँड्दा घुम्दै यहाँ आइपुग्दा चाहिँ कन्फ्युज हुन्छ पहिला पनि कन्फ्युज भएको थियो नि वान्स जहिले पनि यहाँ आइपुग्दा कन्फ्युज हुन्छ त्यो जे भए नि यहाँ एउटा ठुलो पोल छ कि त्यहाँ याद राख्नुपर्छ त्यो एउटा उता अब छ होइन अब केटाहरू उयोहरू छैन यहाँ छ कलकत्ता जम्बोले होइन 100cc को सिटी 100ले छोडेर गयो हावाले होला त्यस्तो भएको ठिकै छ यतिको ठिकै छ खोइ लाउँदा हुन्छ अब हुन्छ नि सुपर ब्लूले लाउनु पर्दैन सुपर ब्लू ट्याक्टिस चाहिन्छ ट्याक्टिस तू करता है ये लड़का बदतमीज है बहुत बदतमीज करता है नहीं खाता है तो कैसे करता है फिर भी तुम खाई नहीं खाने जैसा तू करता है इसको बोला ना खाई नहीं खाने वाला छतर नगर मलाई धेरै हल्ला पतर पुग्यो मालबजार ओके सो मालबजार आइपुगेछ अहिले चाहिँ अन्त दादा ठिकै राइट ठिकै हुन्छ हजुर सिग्नल होइन सिग्नल रेड सिग्नल दादा यो लगाएको छ लाउ न ओके सिग्नल खोलियो सो भुटानमा त छँदै छैन नि त यस्तो सिग्नलहरू त्यसले गर्दा चाहिँ हल्का उयो हुन्छ तर केटाहरूले म्यानेज गरिरहेछ भनौँ न सो वी आर एट मालबजार आइपुग्यो हामी चाहिँ लु मालबजार रोक्ने क्या फेरि आशिष जो अरे आशिष जग्गा होइन लु यहाँ के भन्छ टायरहरू दामी यहाँ छ त दादा लु हामी यहाँ मालबजार रोकेको छ अहिले यहाँ सामान किन्नु लागि होइन यहाँ छ डर्टी
यहाँ हेर न त माल छ त मोटाकोटीवाला छ होस् अहिले त बाटोमा हिँड्दै हिँड्दै अर्को छैन अर्को अर्को अब चाहिँ जानुपर्छ तातो हुन्छ नि होइन ए बिरेको लगाएर फाटेको रहेछ होस् अब ल जुएन हो भैया चलते ओके मालबजारबाट लाग्यो अब चाहिँ त्यो मेरो ग्लोभ्स छ नि मेरो ग्लोभ्स साह्रो ठिक भयो कि अन्त गरम पनि भयो नि त अहिले त म यहाँ त्यो बिरेको के भन्छ यसलाई त अब स्किन टाइप ग्लोभ्स भनौँ न त्यो लगाइरहेको छ एन्ड इट्स कुल माल डायग्नोस्टिक सेन्टर कति भयो टाइम इट्स 11:10 भुटान टाइम अन्त गरम भयो सो हल्का गरम भयो यहाँ रोक्यो नि त त्यसले गर्दाखेरि वाह मालबजार निकै ठुलो रहेछ है ओके लन्च ब्रेकफास्ट सबै यहाँ हेर कस्तो छ मिरर पो ल लन्च खानुपर्ने अब यस्तो हो नि त यहाँ हेर्नु लन्च खानु लाग्यो अब चाहिँ के मागेको छ मटन सबै सेवन भन्छ त्यसलाई बाता सब्जी आयो भात सब्जी आयो अब चाहिँ सबै अगर हमारा ससुर दहेज में हमको खटिया दे तो हमारा क्या जाएगा हमारा तो हम जाना है सुख तो उसको बेटी को मिलेगा अब चाहिँ मेन आयो मेन सेवन 24,000 त मजा आउँदैन फेरि ओके सिलगढी इज 46 बागडोग्रा 69 गान्तोक इज 110 गान्तोक चाहिँ 110 रहेछ 110 सो हामी कहाँ पुग्यो अहिले ओके दार्जिलिङ 74 अन्त गान्तोक 113 कालिम्पोङ 67 त्यही अनुसारले है यो चाहिँ मलाई याद छ क्या वाह स्कुटी लड्यो अगाडि एउटा स्कुटी लडेको छ लड्यो नि हो बिचरा हट डेन्जर जाम छ के जग्गा हो यो लेट्स गो वाह एउटा बुढो लडै नि हो स्कुटीमा देखेन नि त्यो चाहिँ है ओराइट सो अब चाहिँ हामी ठुल्ठुलो रुखहरू देख्छ होइन मतलब टिस्टाको हावाले छुँदैछ अब चाहिँ हल्का चिसो लाग्दैछ अहिले चाहिँ एन्ड अब कति छैन एकछिनमा अब टिस्टा पुग्छ
कोरोनेसन ब्रिज भन्छ त्यसलाई, बाघपुल भन्छ पपुलरली। सो त्यहाँ पुग्छ, त्यहाँबाट चाहिँ देन विल टेक अ राइड टुवर्ड्स सिक्किम। तर एक्ज्याक्टली सिक्किम कुन चाहिँमा त्यो चाहिँ अहिले भरे नै थाहा हुन्छ। सो हामी चाहिँ यस्तै के अब विदाउट एनी मतलब प्री बुकिङहरू केही छैन, होटेलको दिन लिएर केही पनि। सो वी जस्ट होइन त्यस्तै अब के भन्नु अब त्यसलाई अनप्लान टाइपको यो पनि इन अ सेन्स प्लान चाहिँ गरेको तर त्यो अब फुल्ली उयो छैन क्या, मतलब होटेलहरू बुक गरेको छैन केही छैन हो, त्यो भरे नै उता गएर यताउता भइहाल्छ। सो त्यस्तो पाराले गएको छ। सो अहिले चाहिँ हल्का कुल एयर आउँदैछ, यु फिल इन यो चेस्ट। सो यहाँबाट बोट छ होइन, अब त्यहाँ कति छ त्यहाँ देख्छ। ऊ गान्तोक चाहिँ अझै झन्डै 100 रहेछ हो, 97 रहेछ कालिम्पोङ। हामी गान्तोक जाँदैन होला अझै सायद होइन। सो त्यही हो। टेरिका यहाँ धुलो हेर न धुलो। यो त अहिले हामी सिक्किममा एन्टर गऱ्यो कि वेस्ट बेङ्गलमै छ त्यो थाहा भएन हौ। फक म्यान शिट। कति हामी बाइक कुदा कति 7 आवर्स त भइसक्यो। अब चाहिँ मलाई थाहा भयो केटाहरूको बैठक छ नि, केटाहरूको बैठक दुखेर साह्रो परेछ, सबै उठ्नु थाल्यो अब होइन, इन्क्लुडिङ माइसेल्फ। साह्रो पर्दैछ अब चाहिँ केटाहरूलाई। अब यहाँ हल्का एउटा ब्रेक लिनुपर्छ, त्यहाँबाट जानुपर्छ। ओके हामी चाहिँ त्यो उता तल अघि के भन्छ त्यो ठुलो ब्रिज थियो नि, त्यहाँबाट गएर फर्केर मुनिबाट आयो कि ऊ माथि एउटा ब्रिज छ कि त्यहाँ गएर चाहिँ के भन्छ पर्मिट लिनुपर्छ अरे कि, पर्मिट बनाउनुपर्छ उहाँ पर्मिट ऊपर हो, ऊपर बनाउनुपर्छ पर्मिट। सो ऊपर अगाडि चाहिँ पर्मिट उयो छ कि एउटा पुलिस स्टेसन, त्यहाँ बनाउनुपर्छ पर्मिट चाहिँ उयो अगाडि। सो लास्ट टाइम हामीले उता जाँदा परेन नि त, दिस टाइम चाहिँ पर्छ अरे कि। सो त्यसको लागि हुन्छ उहाँ गर्नुपर्छ नि। सिआइडी लानुपर्छ र एन्ट्री गर्नुपर्छ र एन्ट्री। अनि त्यहीँ सोधौँ सबै के हो अब के हो माथिको लागि यताउता। यस्तो छ यहाँ आएर चाहिँ अन्त के भन्छ पर्मिट के भन्छ एन्ट्री गर्नुपर्दो रहेछ। एन्ट्री गरेर चाहिँ मात्रै भित्र जानु पाउँछ। एन्ट्री गर्नु लागि चाहिँ उपर एउटा ब्रिज छ, त्यहाँबाट कन्फ्युज हुन्छ कि। सो यहाँबाट राइट गयो भने चाहिँ सिक्किम, यहाँबाट उँधो गयो भने चाहिँ नाम्ची होला होइन। आई होप सो, आई डोन्ट नो। सो यहाँबाट उँधो गयो भने चाहिँ नाम्ची, माथि गयो भने चाहिँ सिक्किम। सो हामी चाहिँ उँधो गएको छ अहिले होइन। सो भोलि हामी मतलब माथि चाहिँ सिक्किम होइन गान्तोक। अब भोलि अब हामी गान्तोक जानु पऱ्यो भने चाहिँ फर्केर यताबाट आउनु पऱ्यो, अन्त यहाँबाट उँभो जानु पऱ्यो होइन। सो त्यही हो कुरा चाहिँ। सो त्यस्तो छ कुरा चाहिँ। सो सिक्किम र नाम्ची भन्दा अझै नाम्ची झन् टाढो रहेछ क्या, मतलब गान्तोक भन्दाखेरि। सो गान्तोक चाहिँ खोला वारी भयो, नाम्ची चाहिँ पारी भयो होइन। अन्त वेलकम टु साउथ सिक्किम है, वेलकम टु साउथ सिक्किम रे। सो
probably Namchi is going to be the South Sikkim, okay? So हामी चाहिँ South Sikkim जाँदैछ अहिले हैन. So यो बाटो चाहिँ मेरो लागि नयाँ हो के, इट्स न्यू. मेरो लागि सबैको लागि नयाँ हो यो बाटो चाहिँ. केटाहरुको लागि कहाँसम्म छ अब. Okay, so हामी चाहिँ नाम्ची जाँदैछ नि अहिले. So मेरो गेस चाहिँ इट्स लाइक so यहाँ त्यति ट्राफिकहरु देख्दैन नि त. So एज कम्पेयर टु गान्तोकको बाटो हेर्यो भने आमामा कति ट्राफिक हुन्छ नि त. यहाँ त्यति छैन हो. So which means I'm guessing so त्यो नाम्ची गान्तोक त अब obviously उयो हो नि त के भन्छ गान्तोक त क्यापिटल भएन नि त. अन्त नाम्ची त त्यति मतलब त्यति उयो छैन, ठुलो छैन रहेछ टाउन यसो हेर्दाखेरि मेरो ख्यालमा. अब त्यो उता गएर मात्रै थाहा हुन्छ. बट द्याट्स माई गेस. किन यहाँ ट्राफिक त्यति छैन हो. बाटो पनि राम्रो छ. त्यो गान्तोकको बाटो त डेन्जर ट्राफिक हुन्छ नि त. दामी छ नि बाटो. कस्तो लाग्यो त? बाटो दामी लाग्यो. उता गान्तोकको त त्यो उयो छ हौ, सानो छ. सो हामी चाहिँ यहाँ आइपुगेको छ गोल्डेन उयोमा. रहेछ नि कुन त पेन्टिङ होला यो वाल पेन्टिङ. अन्त यहाँ रोकेको छ. के गर्नु? फोटो खिच्नु? लु त्यो नाम्चीको सिक्किम के छ हम जाएगा एउटा जोक हान्न. हम जाएगा जोक त त्यो कडा बोल. बालेर पोथीको जोक छ नि त. के अरे पोथीले पोथी चाहिँ बारीमा चढिरहेको थियो अरे के अरे भालेहरू चढिरहेको थियो कि माथिबाट पोथी सोइ आएर नि त कता गएको भन्ने थियो अरे के अरे अन्डा किन्नु गएको भन्छ अरे नि त. मजाले भयो. अन्डा किन्नु गएको भन्छ अरे नि त. अन्डा त तिमी आफै पार्दा भइहाल्थ्यो नि भनेको थियो. 5 रुपियाँको लागि किन फिगर बिगार्नु भन्छ अरे. यो मन त मेरो नेपाली हो. ओके हामी अहिले कहाँ पुगे थाहा छैन होइन. उपर एउटा टाउन थियो होइन. उपर एउटा टाउन थियो सानो कुनै के भिलेज भन्थ्यो. मणिपुरम के भन्थ्यो थाहा छैन. यहाँ एउटा बुद्धिस्ट होला होइन. बुद्धिस्ट उयो रहेछ अन माई लेफ्ट. सो जग्गाको नामहरू चाहिँ थाहा हुँदैन. अब कसरी थाहा हुनु होइन. त हामी चाहिँ हतार भएर उताबाट आएर सिम पनि छैन नि त. सिम एउटा मात्रै छ रविदाको मात्रै. त्यहाँ पनि इन्टरनेट त्यहाँ रविदाको मात्रै छ. त्यसले गर्दाखेरि चाहिँ हामीलाई थाहा हुँदैन रहेछ कति कुराहरू. ओके अब चाहिँ बल्ल देख्दैछ. आइएम स्योर पारीकै हुनुपर्छ नाम्ची चाहिँ होइन. पारी कुन त क्यामेरामा देख्दैन. अन माई लेफ्ट यहाँ पारी. वा पारीकै हुनुपर्छ. नट ब्याड नट ब्याड. सुटिङ बौलर्स पारीकै हुनुपर्छ नाम्ची होइन. वाह ग्रान्ड लन्च नाम्ची बजार भन्छ त. राइट. सो हामी चाहिँ के भन्छ नाम्चीको भ्यू पोइन्टमा थियो होइन. अहिले उपारी हेर्नु सक्नुहुन्छ एज यु क्यान सी. सो अहिले चाहिँ यहीँको ब्रदर भेटेर उनीहरूसँग जाँदैछु. अगाडिको दुईजना एउटा हिमालयन छ R15 V4 कि M छ. त्यो ब्रदर भेटे ठिकै भयो कि बोलेर. अन्त उनीहरूसँग जाँदैछ अहिले चाहिँ. सो गुड. ओके सो हामी चाहिँ आइपुग्यो. यहाँ हेर्नु सक्नुहुन्छ बोर्डमा. सो यो ब्रदरहरूले चाहिँ हामीलाई चाहिँ के भन्छ त्यो रुम पनि भनिदिएको छ कि रुम पनि उनीहरूले हेल्प गरिदिएको छ. अन्त अर्को कुरा चाहिँ के भने सो अहिले चाहिँ हामी हेलिपेड के भन्ने जग्गामा जाँदैछ भन्दैछ ब्रोले होइन. ब्रोको नाम सोध्नु चाहिँ बिर्सेछ मलाई हो कि. अन्त त्यो ब्रोसँग जान्छ. अन्त इभिनिङमा चाहिँ विल गो टु त्यो सकेर चाहिँ विल गो टु द टाउन होइन. सो अहिले चाहिँ ब्रोसँग जाँदैछ उता होइन. हेलिपेड के भन्ने जग्गामा राम्रो जग्गा छ भन्दैछ नि त. त्यहाँ गएर त्यहाँबाट यताउता उयो गरेर चाहिँ फर्स्टमा जाने ब्रो हो. त्यहाँबाट अर्को हिमालयन कुदाउने ब्रो छ एउटा. As you can see, Namchi
ट्याटू पनि रहेछ हेर ट्याटू आर्टिस्ट वाह मेन टाउन होला सायद है लुक्स ब्युटिफुल म्यान पारिबाट हेर्दै यति राम्रो देख्दैन कि अहिले यहाँ आउँदाखेरि चाहिँ दामी देख्दो रहेछ भने मजाको देख्दो रहेछ क्या सो हामीलाई त थाहा हुँदैन कहाँ गएको It feels nice to be here. Wow, what a vibe man, what a vibe. So हामी चाहिँ उकालो लाग्दैछ अहिले Okay, sharp turn. Wow, यो त दामी छ त Not bad छ त केहरू छ यो चाहिँ स्टेडियम छ यहाँ एउटा अलराइट हामी चाहिँ यहाँसम्म आएको रहेछ होइन अन्त ब्रोले लिएर आएको यहाँ चाहिँ जग्गा चाहिँ मजाको छ है सो केटाहरू चाहिँ यहाँ गफ गर्दैछ यहाँ भेटेर यो रमाइलो जग्गा रहेछ कि मजाको दामी रहेछ खालि पेट कि अनि कोही बेला मात्रै ओपन हुन्छ अरे नि त त्यसले गर्दाखेरि यहाँ हेर न कति ठुलो छ गाडी सिक्दैन हुँदो रहेछ गाडी सिक्नु बाइक सिक्नु मजाले यो चिल आउट गर्नु लागि दामी छ जग्गा अहिले चाहिँ हामी त्यो माथि त्यो ह्याङआउट गरेर अहिले चाहिँ टाउनतिर जान्छ मतलब होटेलतिर जाँदैछ होटेलतिर सो कतिको देख्दैछ कुनै क्यामेरामा चाहिँ सो त्यो ब्रदरहरूले चाहिँ यहीँको ब्रदर अघि भेटेको ब्रदरहरूले लाँदैछ सो इट्स अ ग्रेट थिङ होइन किनकि हामीलाई थाहा छ क्या लास्ट टाइम सिक्किम जाँदाखेरि कस्तो साह्रो पऱ्यो क्या होटेल थाहा नभएर यताउता छ नि सो त्यहाँ जाँदैछ अहिले चाहिँ सो टाउन आइपुग्यो हामी आइपुगेको हामी चाहिँ होइन सो त्यो होटेल चाहिँ यताबाट राइटपट्टि रहेछ एज यु क्यान सी सो यो ब्रोहरूले लाँदैछ सो भोलि हामी सेम बाटो फर्किनुपर्छ माथि चारधामको लागि ओके अघि हामी यो बाटो आएको हो कि उताको बाटो आयो कन्फ्युज भयो म त एनिवेज ठिकै छ यहाँ कस्तो दामी देख्छ इट्स ब्युटिफुल आउट हियर यहाँ कस्तो उज्यालो अँधेरोबाट एकैचोटि उज्यालो आइपुग्दा त हो कहाँ आइपुग्यो हामी यहाँ बजार अलराइट आई गेस आइपुगेको छ जहाँसम्म मलाई लाग्छ ओके सो हामी चाहिँ त्यो होटेल चाहिँ उयो परको होटेलमा बसेर चाहिँ गाडी बाइकहरू यहाँ पार्क गरेर राखेको छ अन्त अहिले चाहिँ घुम्नु गएको
रेडी भएको छ हेर्न रेडी भएर घुम्नु जान्छ साँचो साँचो अन्त यहाँ घुम्नु गएको छ म चाहिँ हेर नि चप्पलमा